हेलो गाइस, आज चाहिँ म 5 बजे बिहानको उठेर नुहाइ गरेर आइरहेको छु। त्यो पनि किनभने आज म र मम्मी लिङ्ग भैरवी मन्दिर जानको लागि। मम्मी चाहिँ कान्छी छोरीलाई पनि लग्ने भनिराख्नु भएको थियो, तर कान्छी छोरी चाहिँ कलेज गएको छ। So sorry, next time, okay, my sister. र यो भन्दा भन्दै म रेडी हुन तर्फ लागे। जिन्दगीमा फर्स्ट टाइम म यसरी फास्ट रेडी हुँदैछु, किनभने आई नो बिहानै निस्किनु पर्छ भनेर। तर मम्मी आएर चाहिँ किचकिच गर्छ भनेर मलाई थाहा थियो, छिटो अझै भएको छैन भनेर। त्यही भएर म छिटो गर्दैछु गाइस। यो सोच्नुको साथसाथै मैले सोचिरहेको थिएँ छिटो फर्स्ट ड्रेस पनि चेन्ज गरिहाल्छु अनि त्यसपछि म मेकअप गर्छु भनेर। देखिराख्नु भएको छ नि म कस्तो छिटो आई स्याडो लगाउँदैछु भनेर। किनभने अहिले एकछिनमा मम्मी आएर अझै भएको छैन, कति टाइम लागेको भन्छ भनेर। आई नो गाइस, त्यही भएर विथिन 15 मिनट्समा म रेडी भइरहेको छु गाइस आज। र आई नो मैले गरेर ढिला हुन्छ भनेर मलाई थाहा छ, त्यही भएर चाँडै गर्न खोजिरहेको छु मैले। मेरो साउन्ड कस्तो लागिरहेछ गाइस तपाईहरुलाई? आई नो अलि मेरो साउन्ड चाल्ने स्वीट टाइपको छ, सो त्यही भएर आज म मेरै साउन्डमा भोइस ओभर गरेर बनाइरहेको छु यो भिडियो चाहिँ। र साथसाथै रेडी पनि हुँदैछु छिटो। अनि यो कम्बक्ट आई स्याडो लगाउन मलाई यति टाइम लाग्छ, तर म पर्फेक्सनमा बिलिभ गर्छु र मलाई पर्फेक्ट नै मनपर्छ। तर आज चाहिँ म चाँडै गर्दैछु, किनभने यु नो द्याट आई डोन्ट नो मेरो भोइस ओभर मेरो साउन्ड कस्तो आइरहेछ। अभियसली फनी नै लागिरहेको होला। कसैले मलाई भनेको थियो भोइस ओभर भएन, हुँदैन भनेर, त्यही पनि म ट्राई गर्दैछु। अनि म फाउन्डेसन ड्यापिङ गर्दैछु गाइज ब्लेन्डरले। यो चाहिँ अलि बिस्तारै टाइम लगाएर गर्नु होला, तर मलाई आज चाहिँ ढिला भइरहेको भएर म चाहिँ फास्ट गर्दैछु। मैले भन्दै थिएँ नि बुढी माउ टुप्लुक्क आइपुग्नु भयो पछाडि, भएन भनेर। ब्याग हेर्दै हुनुहुन्छ कि कुन चाहिँ बोक्छु भनेर। अनि मेरो सिक्स सेन्स, मैले जुन सोचेको हुन्छ, मैले जुन सेन्स गरेको हुन्छ त्यो ठ्याक्कै मिलिरहेको हुन्छ के। अब मेरो फेभरेट ब्लसर भइसकेपछि अब म चाहिँ कुन इयरिङ लगाऊँ भनेर सोचिरहेको छु। र सोच्दा मैले चाहिँ यो चुज गरेँ आजको लागि। यो इयरिङ यो आउटफिटको लागि राम्रो हुन्छ भनेर। अनि गाइस यो आउटफिट चाहिँ मेरो 2 इयर्स अगाडिदेखिको हो। यो नि मैले दुबईमा किनेको थिएँ फ्रम लुलु। बाइ द वे म चाहिँ कुर्ताहरू ओकेजनली लगाउँछु, त्यही भएर मसँग चाहिँ क्लोथ्सहरू चाहिँ न्यू जस्तै हुन्छ। र रिङ कुन चाहिँ लाउने भनेर म कन्फ्युजनमा छु, तर नर्मल नै बेस्ट लाग्यो। टाडा, आई एम रेडी। अब चाहिँ जानु पर्ला, ढिला हुन्छ। यो चाहिँ हामी अब जाँदैछौँ। लुक एट माई मम, लुक एट माई स्माइल। बाई गाइज, सी यू इन नेक्स्ट